हेलो हेलो नमस्ते सबैजना साथीहरूलाई। सेवा सिमुन्नाको मेरो अन्तिम रुममा सबैजना ड्युटीमा हुनुहुन्छ हैन। दिदीहरू 7 बजे मात्रै आउनुहुन्छ। म चाहिँ रेडी हुँदैछु, सामानहरू रेडी नै भनेर कुरा छ। म चाहिँ जान लाग्छु। अब सबैजनालाई धेरै धेरै सम्झना छ, दिदीहरूलाई पनि, सबै साथीहरूलाई पनि, जति पनि दाइहरू दिदीहरू साथीभाइहरू हुनुहुन्छ सम्पूर्णलाई धेरै माया, धेरै सम्झना बोकी जान लाग्को। सामानहरू रेडी छ है त। आज त मेरो ओछ्यान एक्लै हुने भयो। मेरा ओछ्यान एक्लै हुने भयो छैन। आजदेखि बाई बाई। ओछ्यानलाई पनि बाई बाई गर्नु पर्यो। हामीहरू जाँदै गरेको अब यसरी भुल गर्दै हिँड्नलाई सजिलो हुनेछ क्या स्ट्यान्ड। हजुर पुन्टे भुन्टे सबै देखाउँदै गर। लास्ट आजको लागि चाहिँ दिदीहरू उतै हुनुहुन्छ। यहाँ पनि छ, त्यहाँ पनि छ। यसरी हिँड्न सजिलो हुने रहेछ क्या दिदी ब्लगहरू बनाउनलाई। अब मैले बिमले सर आउनुभयो क्या होइन पो रहेछ। पर्यो अलिक छिटो हिँड्नु है तपाईँ पनि। निर्मला दिदीलाई मात्रै भन्दैछ, आफू पनि त्यस्तै पाराले हिँडिरहेछ छ नि होइन दिदी? ए म त 3 केजी भन्दा बेसी छ यहाँ। धेरै टुम्म बनाउनु हुँदैन यहाँ त। यति नै हो, टुम्मै देखिन्छ। लुगा 2टा खाँदा टुम्म भइहाल्दो रहेछ। लुगा निकाल्यो भने फेरि हुँदैन। लुगा त्यो सानो सानो एकजनाले बोल्न खै उसको झोला नै कत्रो देखिरहेको थिएँ मैले। मेरो छ। हामी त अब बुढाबुढी भयौँ, काम गर्ने भयो बत्ती त्यसलाई भन्यो उज्यालो देख्छ नि त, टल्किन्छ। राम्री देखिन्छ क्या टल्केर। राम्ररी देखिन्छ टल्केर। लाइटमा राम्रो देख्दैन त नि। मेरो त सस्तो हो, 1000 पनि कति 1200को होला हौ समथिङ। कहिले हाम्रा दिदी बहिनीहरू खै आउँछ होला।
हाम्रो दिदी हुनुहुन्छ यता म चाहिँ यता छु यता हाम्रो होस्ट कम्पनी हो यो साथीहरूको कम्पनी दाइहरू काम गर्नुहुन्छ यहाँनिर अघि गाडी ढिलो आउने भएर फेरि फर्केर गएर फेरि आउँदै गरेको यति हो लास्ट भिडियो होला यहाँ सायद यो ठाउँको त अब लास्टै हो अब आइँदैन अलि हाम्रो दाइहरू त अघि आएर बस्नु है के को मिटिङ छ यहाँ चाहिँ हजुर दाइहरू पुर्याउन आउनुभएको यहाँ साथीहरू सबैजना यता चाहिँ हामी सँगै जाने रहेछौँ हाम्रा दोस्तहरू दाइहरू दिदी पनि भेट्न आउनुभएछ भिडियो बनाउँछ हामीसँग जाने होला शुभ यात्रा टाढै गएर नैला चलाउनु होला हेलो 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 भिडियो गराइदिँदैछु हाई भन न दिदी हाई भन्नु राम्रोसँग जाऊ भनेर उ त्यो शान्तिलाई अङ्गाल हाल्नु त अन्त किन हाल्नेतिर देखाउनु देखाइसक्यो नि घर जाने मान्छे म मेरो खाता मलाई पनि एउटा दिनु न मलाई नि एउटा दिनु सबैजना सबैजना आउनु सबैजना अगाडि गंगा भाइ बिदा त माग्नु कम से कम गंगा भाइ
गाडीमा बसाल्दै हालौँ जानु पर्ला खुसी भयो नगर्नु राम्रोसँग जाने दाइ फोटो खिचौँ है आफ्नो सपनाहरू पुरा गर्नु तपाईँ भनेको एउटा छोरा मान्छे हो हामी छोरा मान्छे जस्तै तपाईँको मन गौरव बनाउनु है त फोटो खिच्ने रे आउनु यो गाडीमा जाँदैछौँ भने अलि अगाडि हामी अगाडि बस्दै लाइनमा दिदी अगाडि आउनु त्यो सबै खिच्दै पछि मिलाउनु तिमी माथि चरन्जेलमा जानु होला बाई शुभयात्रा ल सबैजनालाई बाई बाई ल यहाँनिर चाहिँ अर्को होस्टल हो ब्लुबेरीको मान्छेहरू छन् यहाँनिर सबैजना मान्छेहरू गर्दै गर्दै ल्याएको छ हामीहरू चाहिँ अब यहाँदेखि पनि हाम्रो कम्पनीबाट 3 जना 4 जना मान्छे ल्याएको थियो अनि यहाँदेखि हुनुहुन्छ साथीहरू लगाउँदा ल्याउँदै हुनुहुन्छ यहाँबाट पनि मान्छे रहेछ त बेसारी मान्छेहरू रहेछ यहाँ त बाप रे बाप मान्छे झर्दैछ क्या एकछिन मान्छे झर्दैछ क्या जाने भन्दा झर्ने धेरै रहेछ हेलो हजुर जाने बेलामा भेट भयो है हाम्रो ओ
राम्रोसँग लु बस्नु है कहिले फर्किनुहुन्छ ल ल हुन्छ दाइ हुन्छ झर्ने मान्छे झरे भन्दा जाने मान्छे हातमा बसिक्यो जाने बेलामा हाम्रो महाराजन दाजु पनि भेट भयो तीनटा चारटा लु गाडी त हिँडिसक्यो है मान्छे मेरो पनि हो भिडियो हो हेलो हाई आई एम कोरेन लामा हैन हजुर हजुर मिस्टर कोरेन लामा शुभयात्रा है ल ल हुन्छ दाइ हुन्छ कति वर्ष बस्नुभयो म त 8 गरेर 9 को भिसा लागेको थियो हिँड्न पर्यो ल ल हुन्छ दाइ राम्रो होस् है हुन्छ दाइ हुन्छ नमस्कार साथीहरू त गएको छ सुनसान अहिले चाहिँ बिहानको मान्छेहरू हुनुहुन्छ यहाँ होइन हामी चाहिँ बोर्डिङ पास भएर फेरि हजुर हो र ए कता हो यस्तो गरेर देखाइदिनु पर्यो भनेको लाइभ बसेको होइन नि यो त भिडियो बनाएको के आउनु वेलकम को त अझै निकै पर हो बाबे हात गल्यो नि त हो खिचिराखेको नि हाम्रो अनुहारहरू पनि खिच्दै जानु पऱ्यो नि हाम्रो अनुहार अहिले फेरि यहाँनिर त पाउँछ कि पाउँछ डर लाग्छ यतातिर फेरि परस छ होला बाफ्रे कति हिँड्नु पर्यो मेरो त यो ब्याग तान्दा हैरान परिसक्यो दाइहरूको पछि लागेको दाइहरूको पछि लाग्दा लाग्दा मेरो सिधा बोर्डिङ पास मेरो पाला आएको छैन हौ हजुर ओ हामी चाहिँ खालि पनि जहाँ पनि अलिक उयो गर्छ नै ओहो अब के भन्ने अब Tuan-tuan, puan-puan, dan adik-adik sekalian.
साथीहरू म चाहिँ हिजो नै दिउँसो आइपुगेको हो खासमा हैन तर मैले भिडियो सबै इन गरेको थिइनँ प्लेन चढेको समय मात्रै खिचेको थिएँ हैन सबैजनालाई राम्रोसँग आइपुगे भन्न चाहन्छु र सबैजनालाई मिस गरेको छ भन्न चाहन्छु नेपालसम्मको यात्रा एकदम राम्रो भयो सबैलाई थ्यांक यू सो मच